हेलो साथीहरू दर्शन नमस्ते। अब किराँती जेठ आइसकेको छ होइन। अहिले चाहिँ म गाउँ आइसकेको हो। लगभग काठमाडौँको 2 हप्ताको बसाइपछि होइन म मेरो गाउँको यस्तो तपाईँहरूलाई झलकहरू देखाउँछु है त होइन। यो चाहिँ हाम्रो धारा। लगभग जति मेरो उमेर बढ्दै जान्छ यो धारा पनि त्यति नै पुरानो हुँदै जान्छ होइन। 58 सालमा बनेको अरे यो धारा चाहिँ। त्यही साल म पनि जन्मेको। अनि तलहरूको हाम्रो बाजे चाहिँ ब्रिटिस लौरे हुनुहुन्थ्यो। उहाँको पहलमा यो धारा चाहिँ आएको रहेछ होइन। अनि त्यो बेला चाहिँ यो सामानहरू अब त्यो बेला रोडहरू थिएन नि त। पहिला त अब धनकुटा, हिले, धानको तिनकुने, चतराहरू नामहरू सुनेको होइन। त्यो ठाउँबाट बोकेर लिने चलन थियो। पहिला नुन तेल चामलहरू पनि सुनेको छ होइन। गाईघाटहरू भयो, बेलटारहरू त्यहाँबाट। अनि यो कुट्टीहरू, यो पाइपहरू, धाराको सामान चाहिँ हिलबाट लिएको अरे। ठुलो हिल आएको थियो अरे त्यो बेला। अनि त्यतिको ठुलो हिल चाहिँ अझै पनि यो भेगमा चाहिँ आएको छैन भन्छन् यहाँको गाउँलेहरूले, गाउँले दाजुभाइ होइन, ठुलो बडाहरूले चाहिँ। अनि त्यो बेला फेरि हिलीको जो सङ्केत हुन्छ नि त्यो चिन्ह, त्यो एच चाहिँ उल्टो भएर यो ठाउँमा नबसेर यहाँ मास्तिर ठुलो बस्ती छ, बस्तीहरू ग्राउन्डहरू छ, त्योमा राख्नु खोजेको थियो अरे। त्यो बेला चाहिँ एच चाहिँ उल्टो भएर नबसेर उता बाक्सिला भन्ने हाम्रो ठुलो हाम्रो अहिले केपलासगढी गाउँपालिकाको केन्द्र छ, त्यो ठाउँमा चाहिँ हेली बसेर त्यहाँदेखि चाहिँ यो टुट्टीहरू चाहिँ बोकेर लिएको अरे हाम्रो यहाँको। त्यो बेला हाम्रो बाबुहरू नै हुनुहुन्थ्यो होइन उहाँहरूले। अनि म चाहिँ लगभग गाउँ चाहिँ 14 महिनामा पहिला टेकेको है साथीहरू। वर्षमा कोरिएको अब लगभग 2.5 वर्ष भयो। पहिला चाहिँ 10 महिनामा आएको थिएँ होइन। अनि अहिले चाहिँ ठ्याक्कै 1 वर्ष पुऱ्याएर 13 वर्ष 13 महिना 1 वर्ष प्लस 1 महिना 13 महिना पुऱ्याएर आएको होइन। अब गाउँघरमा मान्छेहरूले त भन्छन् कि यहाँ आएको हेर्ने दुःख गर्न सकिन, कुरा काट्छन्, अनुहार देखाउन लाज लागिरहेछ होइन। अहिले मैले चाहिँ तर के गर्नु साथीहरू होइन, सोचे जस्तो हुन्न विदेश। गाउँघरको भिडियो, गाउँमा धेरै सोचेर होला घर परिवार जहिले सपनामा देख्ने कि मैले चाहिँ। तर सपना चाहिँ राम्रो होइन, नराम्रो मात्रै देख्ने। दाजुभाइसँग काटमार गरेको होइन, गाडी खोलाले तलदेखि तान्नु खोजेको, बारी पहिरो आएको, त्यस्तै भइरहेको छ क्या। पुरै यतातिर पहिरोहरू झरेको छ होइन। यहाँ पनि यस्तो ठुलो डिस्काउन्ट झरेको छ यहाँ पनि। यो चाहिँ हाम्रो रोड हो होइन। यतातिरै सब झरेछ। तलतिर हाम्रो काकाको घर चाहिँ झन्नै थिचिने छ है। तर सुँगुरहरू चाहिँ अलिअलि असर गरेछ, तर त्यति धेरै चाहिँ होइन। अब यस्तै हो विदेशमा, भोक पनि नलाग्ने होइन, खाना खानु मन नलाग्ने, धेरै सोच्ने, सानो कुरामा रिस उठ्थ्यो, निन्दा नलाग्ने होइन। म झनै डिप्रेसनको शिकार भइसकेको थिएँ क्या। अनि त्यही होस् आफूले कसरी सजिलो हुन्छ भनेर मान्छेले के भन्छ भनेर सब त्यो छोडेर म आफ्नो लागि आएको हो है गाउँ चाहिँ अहिले। अब काठमाडौँको 2 हप्ताको बसाइपछि होला होइन। एक ल माथिल्लो टोल गैरीगाउँ माथिल्लो टोल भन्छ होइन। अनि तल टोल भन्छ। तल चाहिँ हाम्रो पहिला मेरो बाजेले चाहिँ भनौँ न मेरो 6 पुस्ता 7 पुस्ताको बाजेले चाहिँ 2टा बिहे गर्नु भएको छ क्या। अनि यो माथिल्लो भुटी र तल्लो भुटीको त्यस्तै भन्छ होइन। अनि यहाँ हामी धेरै सन्तानहरू, यो 3वटा, यो 2टा घर, यो 2टा घर माथिको, अनि यो माथिको यो यताको 2टा घर चाहिँ उहाँहरू चाहिँ एउटै बाजेको भनौँ न सन्तानहरू हो। अनि यो 2टा पल्लो चाहिँ मेरो घर हो। यताको चाहिँ मेरो ठुलो बाजेको भनौँ न, यो 2टा चाहिँ एउटै बाजेको है। मेरो बाजेहरू 2टा हो। यो यतापट्टिको चाहिँ मेरो ठुलो बाजेको, उता चाहिँ सानो बाजेको हो। अनि सानो बाजे चाहिँ 2टा भन्नुभएको बिहे होइन। सानो बाजे चाहिँ मेरो भनौँ न मेरो बाजे। अनि मेरो बाजेले पनि 2टा बिहे गर्नुभएको है फेरि। 2टा मात्रै छ कि सबैको। अनि मेरो बाजे जेठा छोरा कान्छी बुढीपट्टिको जेठा छोरा हो मेरो बाउ चाहिँ। अनि जेठा छोराको पनि म जेठो सन्तान है त। अनि धेरै पुस्ता छ, यति भरिमा यो घरहरू भयो, यो घर अनि माथिको यति भरिमै हाम्रो यहाँ झन् 4 पुस्तासम्मको छ है। सन्तान कति अब कोही बिहे गरेर कति गयो होइन, कति छुट्यो। अब जस्तै यो मेरो घर भयो, यो
यहाँका 6 भाइहरू कति छन् होइन, कोही कता बाहिरतिर छन्, कोही मधेसतिर, कोही काठमाडौँतिर, धेरै छ सन्तानहरू होइन। कति कति तल्लोपट्टि तल्लो भुटीको गर्ने भने त्यहाँको सन्तान त दुनियाँभरि त्यस्तो छ। अनि धेरै सबभन्दा पुरानो हामीहरूलाई यहाँ यो ठाउँमा बसेको चाहिँ पहिला हाम्रो पुर्खाहरू चाहिँ त्यो खुवालुङ हुँदै त्यहाँदेखि छुट्दै यताउता हुँदै अनि यो खोटाङमा चाहिँ तलतिर उदो खोला भन्छ, उदो खोला चामलिङ र हामी उदो खोला साम्पाङहरू चाहिँ दाजुभाइ भन्छन् होइन। अनि त्यसरी हुँदै हुँदै तल हाम्रो छ साम्पाङहरूको उत्पत्ति तल खकलुङ भन्छ त्यहाँ छ होइन। त्यहाँदेखि हुँदै हुँदै यता माथि यो ठाउँसम्म आइपुगेको छ। झन्डै मलाई थाहा छ 6 पुस्तासम्म 6-7 पुस्तासम्मको मेरो दाजुहरूको नाम चाहिँ थाहा थियो, अहिले चाहिँ बिर्सिहालेँ मैले होइन। यस्तै हो। अनि यो तलको यो चाहिँ फेरि मेरो मामाहरू पर्छ यो सबै। अनि फेरि मेरो मामाहरू चाहिँ किन यति नजिक भयो भने मेरो मम्मीहरू चाहिँ हड्डीखु पऱ्यो है, पाछाहरू फरक पऱ्यो। हामी चाहिँ दाम्रेवा 6 भयो भन्छ, अनि हाम्रो मम्मीहरू चाहिँ हड्डीखु चाम्पाङहरू उहाँ चाहिँ हामी चाहिँ दुवारे पनि भन्छ। अनि दाम्रेवा 6 भयो पनि भन्छ है। हाम्रो पाछा चाहिँ खासमा दुवारे हो, दाम्रेवा 6 भयो पनि भन्छ हाम्रो पाछा। त्यही भयो यति नजिक नजिक भएको मेरो मामा घर र मेरो घर चाहिँ है। साथीहरू पारिको चाहिँ हाम्रो बारी पर्नेछ। अनि अहिले त्यतिकै बाँझो भएर अहिले सबै जङ्गल झाडी फाटेर अलैँची लगाउनु भएको छ होइन मम्मीहरूले। अलैँची चाहिँ कालो सुन पनि भन्छ नि, यसको भाउ चाहिँ धेरै नै छ होइन। यता हाम्रो हामी यता सङ्घ सभा तापले चाहिँ 5-6तिर खतरा छ, तर हाम्रो पनि यो पुरै यहाँनिर पल्लोटी जङ्गलहरू सबै अलैँची नै भरेको छैन। यो तल यो सबै यो यहाँदेखि उता सबै अलैँची नै छैन। यो मकैबारीदेखि तलतिर सब अलैँची नै हो। हाम्रोतिर पनि तर धेरै चाहिँ धेरै छ है अलैँचीहरू चाहिँ। त्यसले गर्दा पनि होला यो सबै यो छ नि यो जस्ताहरू सबै यो टिनको छानाहरू सबै त्यही अलैँचीको पैसाले हालेको सबै हरियाली तलतिर सब घरमा हरियै छानाहरू छ, यो सबै अलैँचीको पैसाले नै हालेको है त साथीहरू होइन। यस्तै हो मेरो गाउँघर। अनि यो माथि जङ्गलहरू भयो होइन। यो जङ्गलमा हजार थरीको जडीबुटीहरू पाइन्छ होइन। अनि त्यो जडीबुटीको जराबाट बगेको पानी चाहिँ हामीले खान्छौँ। त्यो अघि मैले देखाएको धारामा आउँछ है त। हाम्रो ट्याङ्की माथि चाहिँ माथि यो जङ्गलको छेउमै छ हाम्रो ट्याङ्कीहरू त्यहाँदेखि। अनि जम्मा भएर यहाँ मासतिर हाम्रो एउटा ट्याङ्की छ, त्यो ट्याङ्कीमा पानी जम्मा भएर धारामा आउँछ है त। जडीबुटीको पानी खाएर के अरे सस्तै हुन्छ भन्ने चाहिँ होइन, तर टेस्टमा खानेको टेस्टमा चाहिँ धेरै फरक हुन्छ है। जस्तै अब तलतिरको पानी र यतातिरको पानी धेरै फरक हुन्छ। शुद्ध पानी एकदम राम्रो पानी चाहिँ को टेस्ट चाहिँ गुलियो हुन्छ कि साथीहरू होइन। अनि अब तलतिर त्यही चाउचाउहरू रामेनहरू पकाएर खायो भने फरक टेस्ट आउने, यहाँ पनि फरक टेस्ट आउँछ। धेरै टेस्टमा चाहिँ फरक आउँछ होइन। सस्तै भन्ने चाहिँ त्यो आफूमा भर पर्ने होला, त्यो आफ्नो त्यो भाग्य कुरो हो नि, सस्तै बिराम हुने त्यही त होइन। तर खानाको टेस्टमा चाहिँ धेरै फरक हुन्छ है। ल मेरो आजको भिडियो यति नै। गाउँघरको भन्नुपर्ने कुरा त तनै थियो होला, तर अब पछि आउने भिडियोमा बनाउँला है त।